आजका प्रमुख समाचारका शीर्षकहरू। सिटीले फराकिलो जित निकाल्दा लिभरपुल, चेल्सी र युनाइटेड पराजित। मड्डीमा बर्बीमा रियलमाथि एलएसटीको शानदार जित। म्यानचेस्टर सिटीको शानदार जित। नेपालले ऐतिहासिक जित, पहिलो पटक टेस्ट इन्डिया राष्ट्रमाथि विजय। वेस्ट इन्डिया 19 रनले पराजित। इङ्ग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले शनिबार राति बर्नलीलाई 5-1 पराजित गरेको छ। शनिबार राति घरेलु मैदानमा सिटीलाई जित दिलाउन हेन्डले 2 गोल गरे। माथुनले नुनजेल 1 गोल थप गरे। सिटी अरू 2 गोल भने आत्मघाती उपहार पाएको थियो। जाइन्दोन एन्थीले 1 गोल फर्काए। नेपालको ऐतिहासिक जित, पहिलो पटक वेस्ट इन्डिया माथि विजय। वेस्ट इन्डिया 19 रनले पराजित। नेपाली क्रिकेट राष्ट्रिय क्रिकेट टोली आफ्नो क्रिकेट इतिहासमा पहिलो पटक टेस्ट खेल्ने राष्ट्रको टोलीलाई पराजित गर्दै ऐतिहासिक जित निकालेको छ। शनिबार शारजाह क्रिकेट रङ्गशाला भएको पहिलो टी20 खेलमा नेपालले 2 पटक विश्व विजेता वेस्ट इन्डियालाई 19 रनले स्तब्ध बनाएको हो। यो पराजयसँगै नेपालले 3 खेल श्रीलङ्का 5-1 को अग्रता लिएको छ। जितका लागि 149 रनको लक्ष्य पन्छाएको टेस्ट वेस्ट इन्डिया निर्धारित 20 ओभरमा 9 विकेट गुमाउँदै 129 रन बनाउन मात्र सकियो। वेस्ट इन्डियाका लागि नवीन विडिसैनीले सर्वाधिक 22 तथा अमिर जाङ्गोले 29 रन बनाए पनि अन्य बाङ्माङ्साले उल्लेख्य प्रदर्शन गर्न सकेनन्। नेपाल खेलको सुरुवातमै नै कसिलो र बलिङ र उत्कृष्ट फिल्डिङ गरेको थियो। दोस्रो ओभरमै कुशल भुसलको शानदार डाइरेक्ट थ्रोमा ओपर काइल्ड मेसल 5 रन आउट भएपछि वेस्ट इन्डिया दबावमा आएको थियो। त्यसपछि नेपालको नियमित अन्तरालमा विकेट लिइरह्यो। एक समय 16.3 ओभरमा 94.7 को कमजोर अवस्थामा पुगेको वेस्ट इन्डियाका लागि कप्तान अकिल हुसेन र फबियन एलेन्स आशा जगाएका थिए। अन्तिम 18 बलमा 19 रन आवश्यक हुँदा 18औं ओभरमा 29 रन बनेपछि खेल रोमाञ्चकमा पुगेको थियो। तर 29औं ओभर बलिङ गर्न आएका कारण केसी उत्कृष्ट प्रदर्शन गर्दै 2 रन दिएपछि नेपालको जित सुनिश्चित बनेको थियो। नेपालको लागि कुशल भुजेलले 4 ओभरमा 70 रन खर्चेर 2 विकेट लिए। दिपेन्द्र सिंह एरी, करण केसी, नन्दन यादव, लतिफ राजवंशी र कप्तान रोहित पौडेलले समान 1-1 विकेट लिए। त्यसपछि टस हारेर पहिले ब्याटिङ निम्तो पाएको नेपाल निर्धारित 20 ओभरमा 8 विकेट गुमाउँदै 148 रन बनाएको थियो। नेपालको सुरुवात भने खराब रह्यो। 3.1 ओभरमा 12 रन बनाउँदा दुवै ओपनर कुशल भुजेल 6 र आसिम शेख 3 लाई गुमाएको थियो। सङ्कट अवस्थामा तेस्रो विकेटका लागि कुशल मल्ल र कप्तान रोहित पौडेल 58 रनको महत्त्वपूर्ण साझेदारी गर्दै नेपालको इनिङ्सलाई सम्मानजनक अवस्थामा पुर्याएका थिए। कुशल मल्लले 21 बलमा 2 चौका र 6 चौका सहित 30 रन बनाए भने कप्तान रोहितले 35 बलमा 3 चौका र 1 छक्का सहित सर्वाधिक 38 रन योगदान दिए। अन्त्यतिर कुशल झाले 26 बलमा 2 छक्का सहित 22 रन जोड्दै राम्रो अन्त्यको सङ्केत दिएका थिए। तर 19औं ओभरमा जेसन होल्टनले दिपेन्द्र एरीको शतक, करण केसीको सन्दीप जोरा लाई आउट गरेपछि नेपाल बलियो एकफल बनाउनबाट चुकेको थियो। वेस्ट इन्डिया को लागि अनुभवी बलर जेसन होल्डर 4 ओभरमा 20 रन खर्चेर 4 विकेट लिए। स्पिनर नवीन विडिसैनी तथा कप्तान अकिल हुसेनले 1 विकेट लिए। श्रीलङ्कालाई दोस्रो खेल सोमबार र तेस्रो खेल मङ्गलबार हुनेछ। सिटीले फराकिलो जित निकाल्दा लिभरपुल, चेल्सी र युनाइटेड पराजित। इङ्ग्लिस प्रिमियर लिग फुटबल शीर्ष स्थानमा लिभरपुलले प्रतियोगिता पहिलो हार भोगेको छ। अपराजित रहँदा लगातार जित निकाल्दै आएको लिभरपुलले 6औं खेलमा क्रिस्टल प्यालेससँग 2-1 पराजित भएको हो। त्यस्तै म्यानचेस्टर युनाइटेड र चेल्सी पनि आफ्नो खेलमा पराजित भए भने म्यानचेस्टर सिटी बर्नलीमाथि 5-1 फराकिलो जित निकाल्यो। शनिबार राति खेलमा युनाइटेड पहिलो खेलमा ब्रेन्टफोर्डसँग 3-1 पराजित भयो। इङ्गर थिए गोल 8 र 20 मिनेटमा गोल गर्दै युनाइटेड अग्रता दिलाए। युनाइटेडका लागि सेस्कोले 26औं मिनेटमा गोल फर्काए भने इन्जुरी समयमा जेन्सनले तेस्रो गोल गरे। अर्को खेलमा चेस्ट बाइटरसँग 3-1 पराजित भयो। बाइटरका लागि डेनी बेलब्याकले 2 गोल गरे भने डेली कुपरले अर्को गोल थप पहिलो हाफमा 1-0 अग्रता
बनाएको चेल्सी अन्तिम 15 मिनेटमा र इन्जुरी समयमा गोल गर्न सकेनन्। म्यानचेस्टर सिटीले बलनमाथि 5-1ले जित निकाल्यो। सिटीका लागि हान्डाले 2 गोल गरे भने म्याथ्यू नुन्जेल 1 गोल थपे। बर्निलका स्टिभ भिली 2 आत्मघाती गोल गरे भने एन्थीले 1 गोल फर्काए। लिभरपुल क्रिस्टल प्यालेस खेलमा भने इन्जुरी समय निर्णायक गोल भयो। क्रिस्टल प्यालेसले 9 मिनेटमा शार्क गोल मार्फत अग्रता बनाएको थियो। लिभरपुलले 87 मिनेटमा बराबरी गोल गरे पनि इन्जुरी समयको 7औं मिनेटमा एन्केटिसाले गोल गर्दै क्रिस्टल प्यालेसलाई जित दिलाए। बर्डिङ डब्बीमा रियलमाथि एलएसटीको शानदार जित। जुलियन अल्भरेजले 2 गोल गरेपछि स्पेनी ला लिगा अन्तर्गत बर्डिङ डब्बीमा एथलेटिक मड्रिड शीर्ष स्थानमा रियल डर्मीमाथि 5-2 को शानदार जित पारेको छ। यस सिजन रियलको पहिलो हार हो र रियलको 100% जित यात्राको ब्रेक लागेको छ। यसको फाइदा दोस्रो स्थानको बार्सिलोनालाई पुगेको छ। यी क्रिकेट र फुटबल समाचारसँगै आजलाई बिदा हुन चाहन्छु। हस्त नमस्कार।